सबैजनालाई गुड मर्निङ नमस्ते हाम्रो ब्लगमा यहाँहरूलाई स्वागत छ। यता हाम्रो प्राविधिकजी हुनुहुन्छ। प्राविधिकजी नमस्ते गुड मर्निङ। हाम्रो बिहानै पनि हामी यसो घुमफिर गर्दैछौँ गाउँघरतिर के छ अवस्था कस्तो छ होइन। अन्त हामी चाहिँ ठिकठाक छौँ, राम्रै छौँ। अनि सर तपाईँलाई कस्तो छ? मलाई अलिअलि ज्वरो आएको छ, ए अलिअलि म्याक है किनास जस्तै भएको छ, रुगा जस्तै। यता दिदीहरूको घर चाहिँ चिटिक्क चाहिँ रङ लाएर दामी बनाउनु भएको रहेछ। अनि दिदी सन्चै? ए सकिया छैन है? ए ल यता दिदीको घर चिटिक्क उताको प्राविधिक जीवनको खोर्सानी लबर खोर्सानीको बोर्डमा हेर्दै हुनुहुन्छ कतिको फल्या छ कि छैन कि। सर खोइ त खोर्सानी चाहिँ यहाँ छैन, भर्खर फुल खेल्दै रहेछ। अनि सर लाइफ भनेको के जस्तो लागिरहेको तपाईँलाई? लाइफ इज वान अफ द बेस्ट एन्ड गोल्ड भन्छ नि, लाइफ भनेको गोल्ड हो भन्छ नि, के भन्न चाहनुहुन्छ? लाइफ भनेको सङ्घर्ष हो, सङ्घर्ष बाँच्नु छ, सङ्घर्ष गर्नुपर्ने। हामी बाँच्नु जेल सङ्घर्ष गर्नुपर्ने हाम्रो लाइफमा हामी यहाँलाई चाहिँ हाम्रो गाउँघरको यसो वातावरणहरू दृश्यहरू देखाउँदै हिँडिरहेका छौँ। र काकी साग टिप्दै हुनुहुन्छ। पुरै छ ए काकी त साग टिप्दै हुनुहुन्छ काकी? ओहो ल आफ्नै बारी झारीमा यसो छेउछाउमा मिलेको सागहरू चाहिँ सेवन गर्नलाई। ए मलाई छुन्छ है। यता चाहिँ हेर्नु के मान्छेलाई देखाउनु भएको। यता काकीको घर यता रेडियो बजिरहेको छ। रेडियोको धुन बिहानदेखि बेलुकासम्म चाहिँ मधुर रेडियोको आवाजहरू सुन्दै यहाँको काकाले चाहिँ काम गर्नुहुन्छ। के काकी? बाख्रा पाखा के गर्छ पानी चुइरहेको छ, बाख्रा पाखा त्यसमा बस्छ। ओहो बिजोग भएछ। अनि त्यहाँबाट यो त बाख्राको गोठलाई चाहिँ सकार्ने बेला भएछ। सकार्ने बेला भयो, अब कहाँबाट के गर्नु। ए अनि यता यता भान्साहरू पनि यतैतिर? भान्सा कोठी पनि बिजोग छ, बाख्रा पाखा पनि माल बस्छ, त्यो गाई गोरु बसेको जस्तो पानीमै बस्छ। ए ल अब यता काका काकीको घरमा चाहिँ काका काकी पनि अब अलिकति भनौँ न वृद्ध हुने बेला भइसकेको छ। अन्त उहाँहरू आफ्नो चाहिँ काम व्यवसाय गर्नुहुन्छ, नाङ्लो बनाउने काम गर्नुहुन्छ। अनि उहाँको दुःख के छ भन्दाखेरि अब छोरा नाति छैन, चाहिँ बुढाबुढी हामी एक्लै छौँ भनेर चाहिँ अलिकति दुःख चाहिँ हामीसँग व्यक्त गर्नुहुन्छ। अन्त अब अशक्त हुनुहुन्छ फेरि उता काका पनि। त्यसो भएको हुँदाखेरि चाहिँ उहाँले चाहिँ आफ्नो जे छ त्यो कुरा चाहिँ देखाउँदै हुनुहुन्थ्यो हामीलाई। अनि हामीले हेरि पनि हाल्यौँ। अनि यता चाहिँ के छ कसो छ सबैजना आफ्नो आफ्नो घर धन्दामा व्यस्त हुनुहुँदो रहेछ। अन्त यतिखेर चाहिँ धान चाहिँ यस्तो हरियो भएको छ, देख्न सक्नुहुन्छ हजुरहरूले। सबै घाम बिहानको झुल्के घामको किरण। अनि हाम्रो यसरी गाउँघर घुम्दै फिर्दै तपाईँहरू माझमा हामीले हाम्रो जे छ त्यो कुराहरू चाहिँ देखाउने प्रयास गरिरहेका छौँ। यता पर सबैतिर हाम्रो यतिखेर चाहिँ खेतबारीहरूतिर हरियो देख्न सकिन्छ। अनि प्राविधिकजी पनि उहाँ गफिँदै हुनुहुन्छ काकीसँग। फुल देख्न सक्नुहुन्छ, यो सबै फुलहरू हो। सरले फेरि हाम्रो प्लान्ट्स चाहिँ यो चाहिँ प्लान्ट्स भन्नुहुन्छ प्राविधिकजीले। यहाँ पनि फुल कति राम्रो आँखा। ए भाउजू नमस्ते। हाम्रो भाउजूलाई सिकाइरहनुपर्छ। अनि सर अनि हाम्रो गाउँघर घुमाइ चाहिँ आज निकै लामो समयपछि भइरहेको छ। तपाईँलाई कस्तो महसुस भइरहेको छ? प्लान्ट्सहरू पनि लाएर छ नि त्यहाँ यहाँ बहिनीहरूले फुललाई धेरै माया गर्छन्। तपाईँ पनि एनिमल लभर प्लस अनि प्लान्ट्सहरू चाहिँ लाउनुहुन्छ तपाईँले पनि है? यो चाहिँ के बनाएको रहेछ? ए यो ब्लग हो सर। यो चाहिँ अब घर यो भाउजूले बनाउनु भएको? कसले बनाएको भाउजू? ए यहाँ ऊ बनाउनु होला, सानो घर बनाउनु होला। दिनको पनि अब यतै बस्नु भएछ। ल हामी चाहिँ अब यसो घुम्दै फिर्दै खोलातिर जाँदैछौँ है। अब धेरै दिन भएको थियो हामीले चाहिँ यहाँ माझमा हाम्रो भिडियोहरू नदेखाएको।
अन्त आज चाहिँ यसो गाउँघरतिर घुमिदिउँ नि त भनेर हामी घुम्दै फिर्दै हिँडिरहेको छौँ। यता उखु देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो यता गाउँको दाइहरूले उखु लाउनु भएको छ। गन्ना भन्छ होइन सर? यसलाई चाहिँ कुसियार पनि भन्छ होइन? गाउँघरको अर्ग्यानिक हावापानी, त्यसपछि माटो भनौँ, खानेकुराहरूदेखि लिएर सबै कुरा। ओ हलो भेट्न छु के छ? कहाँबाट हो यति सबेरै? कहाँबाट? ए अन्त अब हामी चाहिँ खासमा अब गाउँघरमै चाहिँ उब्जनी भएको चिजबिजहरू होइन सर? अर्ग्यानिक चिजबिजहरू चाहिँ खाएर बसेर हुर्केको मान्छेहरू हामी। अनि त यसो अब गाउँघरकै वातावरणमा रमेर हिँडेको मान्छे। गाउँघरको हावापानीदेखि लिएर हरेक चिजबिजहरूको चाहिँ प्रभाव हामीमा छ। त्यसो भएको हुँदाखेरि हामीले हाम्रो गाउँघरलाई जति नै टाढा जहाँ नै पुगे पनि हामीले हाम्रो गाउँघरलाई बिर्सन सक्दैनौँ। यो कुरा चाहिँ एकदमै जरुरी हो होइन सर? कस्तो लाग्छ तपाईँलाई? ठिकै हो नि? आफू जन्मेको गाउँघर त आफूलाई राम्रै लाग्छ कि आफूले बिर्सिन सकिन्छ क्या। सरले अनि सरको जन्मभूमिलाई, जन्मेको ठाउँ गाउँलाई कतिको मिस गर्दै हुनुहुन्छ अलिकति भनिदिनु न। आफू जन्मेको गाउँघरलाई त अब मिस गरिरहेको छु है। माया लाग्छ। आफू जन्मेको सानोमा त्यही माटोमा पलमा ती खेलेको, हरेक क्षणमा पढेको, साथीहरूसित हिँडेको, जसलाई पनि त्यही हो जहाँ जन्म्यो तिनीहरूलाई रमाइलो र राम्रो लाग्छ। ल हेर्न सक्नुहुन्छ यता खेतबारीहरू, कान्लाहरू यस्तो छ।